Hello and namaste guys, welcome back to my new another vlog video. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आजको भ्लग चाहिँ के भन्छ भन्दा चाहिँ आजको दशैं स्पेशल भ्लग छ। र म चाहिँ टिका लाउन जाँदै छु। र त्यही माथि के छ भने आज चाहिँ भाइको बिहे पनि छ के बिहेको जन्ती पनि जानु पनि छ। तर मौसमले चाहिँ अलिक धोका दिएको छ किनकि पानी परिरहेको छ। हेर्नु यहाँ पानी परेको छ। यस्तो बाटोमा बाइकहरु लान्न सक्ने भयो। त्यही भएर हामी चाहिँ अब सबै गाडीमा जान्छौँ है। गाडीमा जान्छौँ त्यही भएर अब बाइक लान सक्ने अवस्था छैन है। भिडियोलाई हेर्दै गर्नु होला। भिडियो चाहिँ मेरो सबै यो चाहिँ अब दशैं पनि अनि बिहेको पनि मिक्स भएर आउनेछ। पार्ट गरेर आउनेछ। भिडियोहरु हेर्दै गर्नु होला। अब म चाहिँ टिका लाउँदै छु। टिका लाएर चाहिँ हामी अब जनता जाने विचारमा छौँ है। ल गाइस के हुन्छ म तपाईहरुलाई देखाउँदै जानेछु है। हेर्दै गर्नु होला भन्न चाहन्छु। ल गाइस लेट्स गो। यहाँ चाहिँ टिका लाउने काम भइसकेको छ। हाम्रो ठुलुवाले त टिका लाउँदै हुनुहुन्छ भने आमा त्यहाँ रनबाद छ है। टिका लाउँदैछु। ल हामी चाहिँ यता भाइहरू टिका लगाएर खान थालिसकेको छ। र त गाई छैन। अब चाहिँ हामी म घरमा टिका लाउन लाग्दैछु। घरमा टिका लाउन लाग्दैछु। अहिले चाहिँ ठुल्बा घर लगाएर आएको। अब किनकि आज चाहिँ त्यस्तै कन्डिसन परेकोले गर्दा चाहिँ मैले घरमा पहिला ठुल्बा घर टिका लाउनु पऱ्यो। ल म टिका लाउँदैछु। अब टिका ल गाई फलो मी टिका लाउँदैछु म। अब यहाँनिर यता मम्मीहरूले सेपरेट गरिसकेको छ। यता भाइ छ, यता भाउजू, यता बुहारी, यता बेहुला भाइ। आज चाहिँ दुईवटा शुभ काम हुँदैछ क्या। एउटा शुभ के विजय दशमीको टिका छ भने एउटा यता शुभ विवाह छ। र हामी चाहिँ अब टिका लगाइसकेर जन्ती जान्छौँ। हाम्रो घर यति सानो मान्छे नि टिका लाउन आएको छ। हेर्नुलाई हेर्नु ल यहाँ चाहिँ हाम्रो होइन अब बेहुलाको लागि दिदीहरूले मालाहरू तयार गर्दै हुनुहुन्छ है। ल दिदीहरू नि अब दिदीहरू आइपुगिसक्नु भएको छ यहाँनिर। दिदीहरूले त्यही भाइहरूको लागि भाइ र बुहारीको लागि माला रेडी गर्दैछ। त हामी चाहिँ अब जन्तीको लागि यता अर्को दिदीले दिदीहरू धेरै भएपछि यस्तो फाइदा हुन्छ। त्यही भएर ल दिदीहरूले सब रेडी गर्दै हुनुहुन्छ। ल अहिले मम्मी दिन्छु। मम्मीले दिन्छु। हामी चाहिँ अब जन्तीको जानको लागि रेडी भइसकेको छ होइन। मामाहरू नि आइसक्नु भएको छ। ल यता हाम्रो जन्ती जाने म्यान हिरो जेठो नै आइसक्नु भएको छ। यता हाम्रो अब टिका माइजी नै आइसक्नु भएको छ। ल टिका लगाइसकेपछि अब हामी हुन्छौँ। ढिलो पनि भइसकेको छ। प्लास ल्याएन अन्त सुरा त ल्याहाला हो नि
ल हामी चाहिँ अब जनताको लागि अब जानका लागि रेडी भइसक्यो सबैजना अब सायद शुभ सायद पनि काम भइसक्यो अब माथि गाडी छ गाडी चढेर हामी अब लाग्छौँ है के भन्छ हामी त गाई हामी चाहिँ अब जन्ती हिँडेको अवस्था है जन्ती हिँड्यो हामी चाहिँ अब होइन यता सबजना हेरिरहनु भएको छ अब हामी चाहिँ यता लाग्यौँ अब यता हेर्नु र हामी चाहिँ अब जानलाई रेडी भइसक्यो बेहुला गरिसक्यो यहाँनिर हामी चाहिँ अब रेडी भइसक्यो ल जन्तीको लागि रेडी भइसक्यो बाहरू मामाहरू ल यहाँनिर हामी अब कोही अगाडि कोही पछाडि कोही बाइकमा हुन्छ त्यही भएर ल हामी चाहिँ के अरे जन्ती जाँदैछौँ कोही बाइकमा हुनुहुन्छ भने कोही चाहिँ गाडीमा छौँ यस्तै बाटो अप्ठ्यारो छ त्यो ल लगाएछ हामी चाहिँ अहिले होइन भकुण्डे आइपुगेका छौँ यहाँ भकुण्डेमा चाहिँ गाडीको त्यो ब्रेकमा प्रब्लम आएकोले गर्दा चाहिँ हामी एकछिन रेस्ट गरेका छौँ यहाँ खाजा खाने काम पनि भइरहेको छ भने त्यसै गरी गाडी बनाउने काम पनि भइरहेको छ ल होइन यहाँनिर हामी चाहिँ अब अगाडि बढ्ने क्रममै छौँ ल त्यो चाहिँ गाडी बिग्रेको कारणले गर्दा चाहिँ यहाँनिर के अरे गाडीमा ब्रेक प्रब्लमले गर्दा चाहिँ यता बाहरू यता मामा यता नतानी मामा ठुल्बुवा के अरेहरूलाई हामी चाहिँ ल गाडी बनाउँदै गर्दा चाहिँ यहाँ भाइहरू दाइहरू भन्जार नै आइसक्नु भएको छ है ल अब चाहिँ गाडी लगभग बनाइसक्यो अब चाहिँ हामी यहाँबाट हिँड्छौँ गाई भइसक्यो दिउँसो भइसक्यो ल है त ल हामी चाहिँ यहाँ जानलाई रेडी भइसक्यो ल केटाहरू गाडी बाइकमा छौँ म चाहिँ अलि रोडको कन्डिसन अलिक ब्याड भएकोले गर्दा चाहिँ हामी चाहिँ यहाँ गाडीमा
गाइज हामी चाहिँ होइन यो नेपाल भन्दा के अरे बाटोबाटै हामी चाहिँ यो खोपासीतर्फ लागिसकेका छौँ। बाटो एकदम अप्ठ्यारो छ, त्यही हो। त्यो जाने म तपाईँहरूलाई पिछेको सिनहरू पनि देखाउँदै जानेछु, भिडियोलाई हेर्दै जानु होला। दिउँसोको टाइम भइसकेको छ, लगभग 4:30 त्यस्तै भइसक्यो होला। हामी यहाँ बाटोमा आइपुग्दाखेरि ल हामी चाहिँ अहिले होइन यो खोपासी 0 किलोमिटर भन्ने ठाउँमा आइपुगेको छु, हेर्नु होला। ल हामी चाहिँ साँझको टाइम भइसकेको छ, खोपासीमा जम्मा भएर सबैजना सँग भएर यहाँबाट जान लाग्दैछौँ। लगाएछ ल हेर्नु त्यहाँ अगाडि लगाएछ। हामी चाहिँ होइन यस्तो ठाउँमा आइपुगेको छौँ, यो खोपासीको विद्युत घर यानि कि बिजुली हाउस भन्दा पनि मास्तिर क्रस गरेर पनि यो ठाउँमा आइपुगेको छौँ। यस्तो ठाउँ छ, ल हेर्नु। कोही अगाडि बाइकमा जानेछ भने हामी ल यता हेर्नु, बाइकमा जाने ग्याङहरू, यता बाइकमा जाने ग्याङहरू। ल यता कोही बाइकमा छन् भने हामी चाहिँ गाडीमा छौँ गाइस। ल हामी चाहिँ आउँदै रात पर्न थालिसक्यो। अब उज्यालोको भिडियो मात्रै आउँछ यसपछि चाहिँ। अब लगभग साँझको टाइम भइसकेको छ। कोही पछाडि बाइकमा छ भने हामी चाहिँ गाडीमा छौँ। अब रात पर्न आइसकेको छ गाइस। अब आउँछ है पछाडि बाइकहरूको लाइन हेरेर गाडी माइलमा लड्यो ठ्याक्कै टेकै ब्याङ्क त फुट्दै झरेर भयो। एउटै उसले महादेवटा टुट्यो, सबै बिजोग अझै पनि ठाउँमा पुग्न सकेको मेन कारण भनेको चाहिँ बिच बाटोमा गाडी रोकिनाले रोसवाला जत्रो त रहेछ होइन। स्कुटर चाहिँ बोकेर तार्दैछ, बिजोग छ अवस्था। आयो आयो ल ल ल गाडीको विषय यत्रो छ आयो नि के भने गाउँमा चाहिन्छ अनि यत्रो फौज भएर मैले के अनि गाउँमै दुखेको हो यो फाइनल गयो त। अब गाडी त पुग्ने मान्छे सब पुग्छ अनि यसमा बाउन पनि पुग्नु गयो क्या यसले जाने देख्न लाग्यो समाते छ। अब यो ठुलो छैन अहिले छोडे जाने तपाईँहरूलाई अब त पर अलिकति खोज्नु डाँडा उता सानो जग्गा झन् खानीखोला गाउँपालिकाको के अरे खानीखोला गाउँपालिकाको है यो चाहिँ भ्यूहरू चल्दैदेखि नै हामी जो जन्तियाको अलिकति के भन्छ भने यो ठाउँ कन्फ्युज हुनाले चाहिँ अनि बाटो राति आधा रात हुनाले चाहिँ अलिकति टाइममा आइपुग्न सकेन। त्यही भएर हामी चाहिँ अब हिजो हिँडेको मान्छे आज बिहानको 8-9 बज्दा पनि अझै आइपुगेको छैन होइन, केही छैन। अब एकछिनमा हामी अब अझै फेरि अझै पनि 1 to 2 आवर्स लाग्छ अरे अझै पनि। अब त्यही हो, म तपाईँहरूलाई वहाँ पुगेपछि देखाउँछ उहाँको भ्यू। अब त्यही हो, कति भ्यू देखाउने के अरे बाटोको मात्र। पछाडि आउँदैछ अरू दोस्तहरू, यता छन् कोही आमाहरू यता हुनुहुन्छ, बहिनीहरू अनि साथो छोरी यता हुनुहुन्छ होला है। अब तपाईँलाई अब उतै पुगेपछि देखाउँछ उतैको भ्यूहरू अब बिहे घरमा। हामी चाहिँ जन्तियाको कहाँ छैन ल हेर्ने, पुरै यहाँ त कफीको बगानै रहेछ यो ठाउँमा चाहिँ। कफीको बगान, त्यसै गरी अमृतसर कुचोको पनि जङ्गल, त्यसपछि कोदोको पनि खेती,
लगभग हामी गाडी चढेको 12-13 घन्टा अनि बढी भइसक्यो, एक दिनै भइसक्यो गाइस। तर पनि अझै ठाउँसम्म पुग्न सकेको छैन, केही छैन, पुग्छु हामी। जन्ती आउने काममा चाहिँ यस्तो ठाउँ आइपुगेका छ। यहाँ लगभग अब पुग्न लागिसकेका छन्। ल ठाउँ यस्तो बवाल ठाउँ छ यहाँ त। ल वरिपरि यस्तो बवाल छ यहाँको, मान्छेहरू पनि एकदम फ्रेन्डली हुनुहुँदो रहेछ। हामी चाहिँ यहाँ एकछिन बसिरहेको छौँ। त्यहाँबाट मात्रै ओह्रालो हो, त्यहाँबाट चाहिँ यहाँबाट चाहिँ उकाल पर्छ, त्यहाँ चाहिँ ओह्रालो। तपाईँहरू हिँड्नु सक्यो भने गाडी राम्रो लाग्यो भने आधा घन्टा अब बाटो त धेरै छैन। अब यो दुवैपट्टि हजुर हामी चाहिँ यहाँनिर देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। ल यता हामी चाहिँ अहिले रेस्ट गर्छौँ। यहाँको मान्छे एकदम फ्रेन्डली हुनुहुन्छ। बाटोमा देखेर राख्नु मिल्दैन भनेर हामीले यता है फ्रेस हुन्छ, रेडी हुन्छ कि यहाँ। अब चाहिँ त्यो गरेर राख्नु। यहाँबाट देखिने भ्यूहरू चाहिँ मर्निङ भ्यू एकदम बवाल छ गाइसलाई। अन्त अब बाटोको कन्डिसन चाहिँ एकदम ब्याड भएकोले चाहिँ न्यू स्कुटर बाइकको पनि यस्तो कन्डिसन भएको छ। सब बाइकहरू चाहिँ पुरै खोलामा चाहिँ तार्नुपर्ने अवस्था आयो क्या। खोला रहेछ धेरैवटा, त्यही भएर पनि एकदम गाह्रो परिरहेको छ। त्यसको बावजुद पनि हामी माथि आइसकेका छौँ। लगभग अब पुग्न लागिसकेका छौँ। यो देउराली भन्ने ठाउँमा चाहिँ हामी एकछिन रेस्ट गरिरहेको छौँ। गाइस भाइको बिहेकोमा जन्ती त्यस्तो पारा लागेको छ। घरि भित्र बस्ने, घरि बाहिर बस्ने होइन, घरि पानीले च्यालेन्ज गर्ने, घरि बाटो बिराउने, बिजोक रमाइलो भएको छ। ल हेर्नु यहाँ गाइस यस्तो आउनु परेको छ। अघि भित्र बसेको थिएँ, अहिले यस्तो छ है, यस्तै छ। के गर्नु, जानु परिहाल्यो। चाहिँ गाडी उक्लेन गाडी खेल्नुहुन्छ, गाडी खतम छ। यता राइडरहरूको यता हालत खराब भएको छ। यता गाडीमा बस्नेको पनि त्यस्तै हालत भएको छ है। हामी ल केटाहरू सबै बोल्न आउनु पर्यो, केटाहरू सबै सकेन। गाडी चाहिँ गाडी उक्लेन है, गाह्रो पऱ्यो। एक दुईचोटिको ट्राईमा नि उक्लेन। यता हेर्नु राइडरहरूको नि हालत बिजोक भएको छ। यता गाडी उक्लेन। हामी फेरि खेल्दैछौँ है। एक दुईचोटिको ट्राईमा सकिएन, अब फेरि ट्राई गर्दैछौँ है। ल है गाडी चाहिँ यहाँ चाहिँ गाडी उक्लेन है। ल यहाँ ठेल्दैछ यहाँ बच्चा यता उक्ले उक्ले। गाडीलाई गाह्रो पऱ्यो गाइस। फेरि पनि प्रयास असफल, अनसक्सेस। गाडी उक्ले उक्ले उक्ले। ल गाइस बल्ल बल्ल यहाँ चाहिँ गाडी उक्ल्यो होइन। गाडी उकाल्न सफल भयो ठेलठाल गरेर। अब एउटा फेरि पाँचतिर के हुने हो थाहा छैन। अब चाहिँ हामी फेरि मास्टर लाग्दैछौँ। ल यहाँबाट यहाँ अर्को तलतिरको भ्यू के बबाल देखिने क्या गाइस। गाइसहरू डबल ट्याप ट्याप गरौ। लगभग माथि आइपुग्न लागिसकेका छौँ होइन। यहाँ कोही चाहिँ बाइकमा छ, केटाहरू बाइकमा छौँ भने हामी चाहिँ गाडीमा यहाँ पुरैलाई यस्तो कन्डिसनमा छौँ। त्यहाँबाट यता अनलाइन ठाउँमा सिरियस जानु भएन, धेरै तल आएर जानुभयो। हामी 3 बजीले देखाइदियो त्यता यता फर्केको हामी। गाइस हेर्नु बाटोको अवस्था यस्तो खतरनाक है, डेन्जर। हेर्दै डर लाग्ने रहेछ यार। यहाँ हाम्रो समूह दादा त्यहाँ माथि बसेर पुरा बिन्दास पारामा चिल पारामा सिगरेट तान्दै हालिहाल्छ नि हामी। ल झुन्डेर यस्तो पछाडि त्यहाँ दादाहरू कन्डिसनमा हो। बाटो हेर्नु त्यहाँ हट कहाँ बादल त तल देखिन्छ यार। अनि बादल तल देखिन्छ, मान्छे त
यो त कर्णालीको जस्तो फिल भइरहेको नि काभ्रेमा पनि हेर्नु गाइस बाटोको कन्डिसन यस्तो छ ल घर पुग्ने ठाउँमा त पछाडि नै यहाँ बसेर ल यस्तो कन्डिसनमा छौँ है ल थोडो स्ट्रगल गरेर यहाँ आइपुगेछ ल बाटो ल गाइस हामी चाहिँ अब पुग्न लागिसक्यो है बिहे बेहुलीको घरमा निकै बिहे घरमा ऊ त्यो पारी देखेको घर चाहिँ ठ्याक्कै त्यहीँ गाउँ त्यहाँ रहेछ क्या यताबाट जाँदैछौँ हामी यताबाट जाँदैछ यस्तो कन्डिसनमा लागेको छ अहिले चाहिँ पछाडि त यहाँ आउँदैछ उनीहरू पछाडि अनि हामी यता छौँ है यता पछाडि एकजना चाहिँ अघि दिए माथि टपमा अड्डा जमाएर बसिरहेको छ कोही कोही चाहिँ च्याउ 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 यता भित्र नै कराइरहेछ मान्छेहरू नकर भन्दा मान्दैन त्यो माथिको डाँडाबाट गाइस हामी तल यहाँ तल आइसकेका छ है यहाँ हेर्नु यस्तो स्ट्रगल छ नि पुरै नगरौँ लगो अब आइपुग्ला होला ल गाइस हामी चाहिँ होइन अब चाहिँ पुग्ने लागिसकेका छौँ अब त्यो पल्लो घर हो अरे होइन बेहुलीको घर चाहिँ ल हामी त्यहाँ पुग्न लागिसकेका छ यहाँनिर मेरो पुच्छा चाहिँ पुच्छा लाग्यो मान्छे हो अलिक बढी बोल्छ तर यहाँ कराइरहेछ भित्र हो करा न भाइ यस्तो ठाउँ रहेछ यस्तो ठाउँमा रहेछ ल हेर्नु यो यहाँको यताको गाउँ ठाउँ हेर्नुहोस् गाउँ ठाउँ उताको भनेको गाइस घर यताको चाहिँ रहेछ यता तेराको चाहिँ खै अहिले भर्खर मकै रोप्दैछ गाई यता चाहिँ के हो हिउँदे मकै जस्तो छ मासतिर पनि मकै छ यता पनि मकै छ हजुर यो हो त असली एडभेन्चर भनेको गाइस ल हेर्ने यस्तो छ कन्डिसन ल हेर्ने ल यहाँ रहेछ ल पुरै स्वागत आइपुगेछ ल गाइस आइपुग्यो यहाँनिर बेहुली पनि निक्लिसकेको छ यहाँ पुग्यो धेरै स्ट्रगल गरेर कोही बाइकमा आउँदैछ केटाहरू ल झरौ सबैजना झरौ आइपुग्यो ल हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ है ल हेर्ने यहाँ ठेकी रेडी छ दाइ रुबुवाहरूले चाहिँ त्यो रेडी गर्दै हुनुहुन्छ है ल हुन्छ अब हामी यता पनि प्रिपेयर भइसकेको छ यता पनि रेडी उहाँहरूले अब स्वागत गर्न लाग्नु भएको छ पड्काउ ताली मैले पाउँदैन म चाहिँ हिँडेँ मैले पनि
यो भाइले चाहिँ मेरो खिच्दैछ त्यो भाइले मेरो खिच्दैछ है त्यो अलि फटाफटा बोल्छ अलिक गफाडी छ कि गफाडी छ धेरै गफाडी छ यहाँ भिडियो खिच्नेको लाउँदा धेरै गर्छ यहाँ त ठुलो भएर आएर सबैजना आएर हाम्रो च्यानलको जम्मा भइसकेको छ 15 सेकेन्डमा लाउनु हेर्नु होला होइन बस्ने काम भइसकेको छ सरदारको हिसाब गर्दाखेरि घरै भेट्यो है आइसक्यो हामी चाहिँ खाजा खान लाग्दैछौँ है यहाँनिर अवेलेबल छ भने यता हाम्रो ज्ञान तर्केर खाजा खान लाग्दैछौँ खाजा लगत्तै खाना पनि आइसकेको छ अब चाहिँ हामीले खाना लाग्दैछौँ नपर्ने म त खाँदैन थप्ने भए चाहिँ राखिदिन्छु थप्ने भए चाहिँ राखिदिन्छु ल खाना आइसकेको छ त्यही त खाने थप राखिदिन्छु मैले यता हेर्नु भन्छ
लताका छैन बिहेको सबै काम सकिसकेको छ। अब म चाहिँ हामी चाहिँ यहाँबाट बिदाबाजी हुने क्रममा छ र अन्त्य केटाकेटीहरू ठुलो मान्छेहरू नाचगान गर्दै हुनुहुन्छ है। त्यही भएर ल अब हामी चाहिँ लगभग यहाँबाट फर्किन्छौँ है। अब तपाईँहरूको घरको हिँड अगाडि हिँड आउँछ भ्लगमा आइसक्यो। हामी चाहिँ अब यहाँबाट लगभग हिँडिसकेका छौँ। यहाँनिर सबजनाले यहाँबाट
गाइस हामी चाहिँ अब एउटा लागिसकेको छौँ है ल गाडी कोही बाइकमा छ भने हामी चाहिँ यहाँ भित्र छौँ है ल कोही पछाडि छ कोही बाइक पछाडि छ हामी चाहिँ छौँ ल र यसपछिको भिडियो चाहिँ मैले देखाउन पाएन गाइज किनकि अब यसपछि चाहिँ हामीलाई अब बाटोमा वेदरले पनि साथ दिएन अनि गाडीले पनि साथ दिएन रात पनि पर्यो र गाडी बिचैमा बिग्रेको कारणले गर्दाखेरि त्यहाँ चाहिँ मोबाइल फोनको टावर पनि नआउने भएकोले गर्दाखेरि पनि हामी सम्पर्कविहीन हुन पुग्यो जसले गर्दाखेरि हामीले धेरै दुःख पायौँ र एकदम मुस्किलले ज्यान बचाएर आउनुपर्ने स्थिति आयो र अन्तिममा जन्तीहरू कोही कता हुन पुग्यो र हामी पनि घर जान नसकिकन भक्तपुर फर्किन पर्यो र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैलाई। अब कन्डिसन त्यस्तो हुन पुग्यो अब त्यस्तो होला जस्तो थिएन अब त्यस्तै हुन पुग्यो हामीले अब जे हुनु थियो भइहाल्यो त्यसलाई हामी टार्न सक्दैनौँ गाइज समय र परिस्थितिले त्यस्तो गराए तापनि सबैको साथ सपोर्टले गर्दा हामी सबैजना सकुशल घर फर्किन सफल भएका छौँ र यसै क्रममा चाहिँ म मेरो भाइ बुहारीलाई दाम्पत्य जीवनको शुभकामना दिँदै आगामी दिनहरुमा चाहिँ राम्रो होस् भन्दै भिडियोमाबाट चाहिँ बिदा लिन चाहन्छु है त गाइज अहिलेको लागि र वन्स अगेन सबैलाई ह्यापी दशैं पनि भन्न चाहन्छु है र भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। च्यानललाई सब्स्क्राइब पनि गर्नु होला भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्दिनु है। बाइ बाइ अल।